आज हामी एउटा यस्तो गजबको विषयमा कुरा गर्दैछौँ जसले हाम्रो दैनिक जीवनका साना खर्चहरूलाई भविष्यको विशाल सम्पत्तिमा परिणत गर्ने तागत राख्छ। पैसाको कुरा आउँदा व्यवस्थापन कसरी गर्ने होला भनेर अलिकति टाउको दुखेको जस्तो त पक्कै हुन्छ होला हैन र? तर आजको यस विश्लेषणमा प्रस्तुत गरिएको स्रोत सामग्रीले यो कुरालाई एकदमै सरल र व्यावहारिक रूपमा प्रष्ट पारेको छ। आउनुहोस् सानो बचतभित्र लुकेको त्यो जादुई शक्तिलाई आज सँगै मिलेर बुझौँ। स्रोत सामग्रीको कथा एउटा एकदमै यथार्थपरक दृश्यबाट सुरु हुन्छ। सोच्नुस् त, बिदाको दिन कफी सपमा साथीभाइ जम्मा भएर गफ गर्दै गर्दा सधैँ उठ्ने एउटा साझा कुरा के हो? दिनरात खटेर पैसा त कमाइन्छ, तर खै कसरी हो कसरी महिनाको अन्त्यमा त्यो सबै गायब भइसक्छ। यहाँ उठ्ने मुख्य प्रश्न नै यही हो, पैसा कमाउन त सकिन्छ, तर बचाउन किन यति साह्रो गाह्रो भएको होला? आफ्नो कडा मेहनतको कमाई कहाँ हराउँछ भनेर अचम्म पर्नु आजकल एकदमै सामान्य भइसकेको छ। ल, अब यसको अलिकति गहिराइमै जाउँ है त। ठूला खर्चहरूले मात्रै गोजी रित्तिन्छ भन्ने हाम्रो आम बुझाइ हुन्छ, तर खासमा अर्कै कुरा पो भइरहेको हुन्छ। दिनौं बाहिर खाइने खाजा, चिया कफी वा त्यस्तै सानातिना खर्चहरू हो, यिनै बेवास्ता गरिएका बानीहरूले भित्रभित्रै ठूलो रकम सकाइरहेका हुन्छन्। तर एकछिन कल्पना गरौँ न त, यदि ती साना खर्चहरूलाई नै काटेर भविष्यको सानो बचतमा परिणत गर्ने हो भने नि नतिजा साँच्चै नै चकित पार्ने खालको हुन्छ। ठ्याक यहीँनेर एउटा उत्कृष्ट र जादुई समाधानको प्रवेश हुन्छ, जसलाई एसआइपी अर्थात् सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान भनिन्छ। सामान्य बचत खातामा पैसा थन्क्याएर राख्नुभन्दा यो निकै शक्तिशाली छ। किनभने नि एसआइपी भनेको पैसा जम्मा गर्ने काम मात्रै होइन, यो त हरेक महिना थोरै थोरै भए पनि निरन्तर रूपमा लगानी गर्दै जाने एउटा स्मार्ट आर्थिक बानी पो हो त। सानो रकम कसरी बिस्तारै एउटा ठूलो सम्पत्तिमा रूपान्तरण हुन्छ भन्ने कुरा यसले सिकाउँछ। अब सम्पत्ति जोड्ने कुरा सुन्दा धेरैलाई के लाग्न सक्छ भने यसको लागि त सुरुमै लाखौँ रुपियाँ चाहिन्छ। तर होइन, यो 3 चरणको सूत्रले त्यो भ्रमलाई पूर्ण रूपमा तोडिदिन्छ। पहिलो, सानो रकम जसले जो कोहीलाई पनि सुरुवात गर्न सजिलो बनाउँछ। दोस्रो, लामो समय जसले त्यो सानो रकमलाई फक्रिन र फुल्न दिन्छ। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, अनुशासन। यो प्रक्रिया कहिले नटुटाउने अनुशासन। ठूलो ब्याङ्क ब्यालेन्स होइन, निरन्तरता र धैर्यता नै यहाँ असली हिरो हुन्। यो रणनीति कति सजिलो र पहुँच योग्य छ भनेर बुझ्न यो सानो अङ्कलाई हेरौँ त। मात्र 2000 रुपियाँ। सुन्दा सामान्य लाग्न सक्छ, तर हरेक महिना आफ्नो खर्चबाट मात्र 2000 छुट्याउनु धेरैको लागि असम्भव कुरा पक्कै होइन। लगानी सुरु गर्न ठूलो पुँजी चाहिँदैन भन्ने कुरा यसले छर्लङ्ग पार्छ। यो सानो रकम नै भविष्यको ठूलो आर्थिक स्वतन्त्रताको पहिलो खुट्किलो बन्न सक्छ। अब यहाँनिरको गणित साँच्चीकै अचम्म लाग्दो छ है। महिनाको त्यही 2000 रुपियाँलाई 15 वर्षसम्म निरन्तर लगानी गर्ने र त्यसमा औसत 12% मात्रै प्रतिफल आउने हो भने त्यो सानो रकम बढेर झन्डै 10 लाख रुपियाँ पुग्छ। सुरुमा जम्मा गरेको रकम त एकदमै सानो हिस्सा मात्रै हुन्छ, बाँकी सबै त त्यो प्रतिफलले आफै बनाएको पैसा हो। यो त साँच्चै गजब भएन र? तर यस्तो कसरी सम्भव हुन्छ त? अघि कफी सपको कुराकानीमा एउटा रहस्य लुकेको थियो नि। पैसाले नै पैसा कमाउँछ हो, यसैलाई कम्पाउन्डिङ वा चक्रवृद्धि ब्याजको जादु भनिन्छ। सुरुका केही वर्षहरूमा आफूले हालेको पैसा मात्रै बढेको जस्तो लाग्छ, तर बिस्तारै त्यो जम्मा भएको रकमले प्रतिफल दिन्छ, अनि त्यो प्रतिफलले फेरि अर्को प्रतिफल दिन्छ। समय बित्दै जाँदा त आफूले खल्तीबाट हालेको भन्दा पैसा आफैले कमाएको रकम धेरै हुन थाल्छ। अब विचार गरौँ त, यदि त्यो सानो रकमलाई अलिकति मात्रै बढाउने हो भने के होला? जस्तै 2000 को सट्टा अलिकति कम्मर कसेर महिनाको 3000 रुपियाँ मात्र लगानी गरियो भने नि, थोरै मात्रै रकम थप्दा र लगानीको समयलाई अलिकति तन्काउँदा नतिजामा कत्रो विशाल परिवर्तन आउँछ त्यो हेर्न अझै रोमाञ्चक हुन्छ। अनि यसले के प्रश्न पार्छ भने नि, अलिकति मात्रै समय थप्दा कत्रो विशाल फरक पर्छ। महिनाको 3000लाई 20 वर्षसम्म लगानी गर्दा अन्तिम रकम झन्डै 30 लाख रुपियाँ पुग्छ। बाफ रे! अलिकति समय बढ्ने बित्तिकै कम्पाउन्डिङले कसरी रकेट जस्तै उडान भर्छ भन्ने कुरा यहाँ एकदमै स्पष्ट हुन्छ। सम्पत्ति निर्माणको दौडमा सबैभन्दा शक्तिशाली हतियार भनेकै समय हो। जति धेरै समय दिइन्छ, नतिजा त्यति नै शानदार हुन्छ। अब यो सब सुन्दा सुरु चाहिँ कसरी गर्ने त भन्ने लाग्न सक्छ। पहिले जस्तो ब्याङ्कमा गएर घन्टौं लाइन बस्नुपर्ने वा झन्झट बिहोर्नुपर्ने दिन अब गए।
आजको डिजिटल युगमा मोबाइल एप र अनलाइन प्लेटफर्मबाटै घरको सोफामा बसेर होस् वा विदेशमा काम गरिरहेको बेला होस्, स्मार्टफोनको एउटै ट्याबबाट सजिलै एसआइपी सुरु गर्न सकिन्छ। यही सजिलोपनाले गर्दा नै आजकाल विश्वभरका युवाहरू यसप्रति यति धेरै आकर्षित भइरहेका छन्। अहिलेसम्म हामीले अङ्क र गणितका मात्रै कुरा गर्यौं, तर वास्तवमा यो पैसाको मात्रै कुरा होइन। यो त गहिरो भावना र परिवारको सुरक्षित भविष्यसँग जोडिएको कुरा हो। पैसा कमाउनु भनेको आजको आवश्यकता पूरा गर्नु मात्र होइन नि। ती ठूला ठूला अङ्कहरू अन्ततः बालबालिकाको सुनौलो शिक्षा, परिवारको बलियो आड र एउटा शान्तिमय घरको जग बन्छन्। आजको सानो त्यागले भोलि दिने मानसिक शान्ति, त्यसको त कुनै मूल्य नै हुँदैन। त्यसैले यहाँ बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने आजको सानो बचत भोलिको ठूलो वेल्थ वा सम्पत्ति बन्न सक्छ। यस विश्लेषणको मुख्य सार नै यही हो। सम्पत्ति रातारात जादु गरेर बन्दैन। यो त दिनहुँ गरिने साना तर सही निर्णयहरूको मिठो फल हो। यो भनाइलाई सधैँ दिमागमा राख्ने र व्यवहारमा उतार्ने हो भने आर्थिक सफलता पक्कै पनि हाम्रै हातमा छ। यस प्रस्तुतिको अन्त्यमा आइपुग्दा सबैले आफैलाई सोध्नुपर्ने एउटा गहिरो प्रश्न छ। भविष्यको त्यो ठूलो सम्पत्ति र आर्थिक सुरक्षाका लागि आज कुन चाहिँ सानो अनावश्यक खर्चलाई कटौती गर्न सकिन्छ होला? के त्यो एउटा कफी हुन सक्छ वा बाहिर खाइने कुनै खाजा? दैनिक बानीमा गरिने यस्तै सानो परिवर्तनले कसरी सुनौलो भविष्य कोर्न सक्छ भन्ने कुरामा पक्कै पनि सबैको ध्यान जानेछ। आशा छ आजको यो विश्लेषणले आर्थिक निर्णयहरूमा एउटा नयाँ र सकारात्मक दिशा देखाउनेछ। यस्तै नयाँ कुराहरू निरन्तर सिक्दै अघि बढौँ।